विद्यार्थी भाइबहरुलाई प्रश्न भने पालो छ। पहिलो प्रश्न के भोजनको लागि हार्दिक अनुरोध गर्छु। साथै शुभकामना पनि छ। पहिलो प्रश्न चाहिँ भन्नु पर्यो। हेलो लास्ट क्वेशन विद्यालयका ह्यान्डलले चाहिँ क्वेशन नम्बर 80 भन्नु भएको छ। यहाँ ह्यान्डल सुरु पनि होला है त। यो मोबाइल आउट गरे मेरोमा निकाल्नु। त्यसले निकालेको ल इङ्ग्लिसमा सम्बन्धित क्वेशन छ। माइक फेर्नु पर्यो। माइक भएन माइक फेर्नु पर्यो। बाहिर एकदमै हल्ला छ। कृपया सबै शान्त बसिदिनु होला। ध्यान दिएर सुन्नु होला। सबैको लागि काम लाग्नेछ। यदि प्रश्न बाहिर गए पनि तपाईँहरूले सफल पाउनुहुनेछ। साथै अब ज्ञान पनि अभिवृद्धि हुनेछ। त्यही भएर सबैले शान्त भएर सुनिदिनु होला है त। पहिलो क्वेशनको लागि चाहिँ पहिलोपटक एसएफएललाई 1 मिनेट, त्यसपछि क्वेशन मिलाइदिन भने 30 सेकेन्ड, त्यसपछिको सबैको लागि चाहिँ 5-5 सेकेन्ड मात्र हुन्छ है त। यदि सुन्नु भएको छैन भने है 15 सेकेन्ड। ल लास्टको 15 सेकेन्ड है 15 सेकेन्ड। ल सुरु गरे है त। क्वेशन अंग्रेजीसँग सम्बन्धित छ। क्वेशन एकदम ध्यान दिएर सुन्नु पर्यो है। माइक्रोफोन देऊ हातमा त्यो बसिकन बोल। ल बिस्तारै है नाति है। व्हाट इज द अपोजिट अफ बिग? व्हाट इज द अपोजिट अफ बिग? र समय सुरु हुन्छ। क्वेशन नम्बर 80 अंग्रेजीसँग सम्बन्धित छ। व्हाट इज द अपोजिट अफ बिग? ल बाहिर नबोलिदिनु होला। कृपया सबै शान्त भएर बस्नु होला। समय हेरिदिनु पर्यो है। समय व्हाट इज द अपोजिट अफ बिग? BIG बिग। BIG बिग को अपोजिट मिनिङ रङ एन्सर। ल दुई लाइन जान्छ। 30 सेकेन्ड छ। क्वेशन व्हाट इज द अपोजिट अफ बिग? BIG बिग। पास। 3 नम्बरलाई गएको छ क्वेशन। स्मार्ट। एकदम करेक्ट आन्सर। ताली। ल तिनले चाहिँ हाम्रो 1 नम्बर ल्याउन सफल भएको छ। तारा आदर्श विद्यालयलाई धेरै धेरै बधाई छ है त। अब क्वेशन सोध्ने पक्षमा चाहिँ दुई अर्थात् बिहानी आधारभूत विद्यालयलाई रहेको छ। बिहानी आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूले क्वेशन सोधिन हुन हार्दिक अनुरोध गर्दछु। ल बिहानी आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई गणितबाट प्रश्न आएको छ। एकदम ध्यान दिएर सुन्नु होला है त। 8 र 5 को फरकमा 7 जोड्दा कति हुन्छ? 8 र 5 को फरकमा 7 जोड्दा कति हुन्छ? समय सुरु। प्रश्न नबुझेपछि हात उठाएर फेरि सोध्न सकिनेछ है त। दुईचोटि सोध्न पाइन्छ। एकदम करेक्ट एन्सर भएको छ। एकदम करेक्ट एन्सर। ल ताली। बिहानी आधारभूत विद्यालयलाई पनि धेरै धेरै बधाई छ। अब तेस्रो प्रश्नको लागि तारा आधारभूत विद्यालयलाई चाहिँ क्वेशन सोधिदिन हुन हार्दिक अनुरोध गर्दछु। तेस्रो प्रश्नको लागि है त। 70 तारा आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूले एकदम ध्यान दिएर सुन्नु होला। फेरि पनि क्वेशन चाहिँ गणितको परेको छ है। 500 रुपैयाँको नोट लिएर 10 रुपैयाँको नोट काट्दा है 500 रुपैयाँको नोट लिएर 10 रुपैयाँको नोट काट्दा
कतिवटा 10 का नोटहरू प्राप्त गर्न सकिन्छ? समय सुरु। फेरि है विद्यार्थी भाइबहिनीहरू, 500 रुपैयाँको नोट लिएर 10 रुपैयाँको नोट साट्दा कतिवटा 10 का नोटहरू प्राप्त गर्न सकिन्छ? समय 1 मिनेट है, 1 मिनेट। 1 मिनेटको समय अवधिभित्र तपाईँहरूले एन्सर भनिसक्नु पर्नेछ। रङ एन्सर है, रङ एन्सर। अब यो प्रश्न चाहिँ के अरे चारलाई एन्सर देवल आदर्श विद्यालयलाई, देवल माध्यमिक विद्यालयलाई है, विद्यालयका आधारभूत तहका विद्यार्थी भाइबहिनीहरूलाई। समय 30 सेकेन्ड। हेलो 30। रङ एन्सर है। अब यो प्रश्न चाहिँ 1 अथवा सरस्वती माध्यमिक विद्यालयलाई जान्छ। समय 15 सेकेन्ड। रङ एन्सर मिलेको छैन। अब यो प्रश्न चाहिँ 2 बिहानी आदर्श विद्यालयलाई जान्छ। 49। रङ एन्सर। अब यो चाहिँ हाम्रो चारवटै विद्यालयमा चाहिँ यो क्वेसन चाहिँ मिलाउनु भएको छैन, बाहिर गएको छ। प्रश्नको एन्सर चाहिँ आएको छ। सबैलाई धन्यवाद। सबैले समय भन्नुभएकोमा यो प्रश्नको लागि हामीले चाहिँ पुरस्कार दिन सकेनौँ। धन्यवाद सबैलाई समग्रमा धन्यवाद छ। कृपया अब चाहिँ हल्ला नगरिदिनु होला। सबैले त्यसैले टाढामा बसेर चाहिँ यस्तो भन्दाखेरि सजिलो हुन्छ र पुरस्कार पनि पाउन सकिन्छ। सबैजना सँगै बसेर चाहिँ भुल नगरिदिनु होला है त। आधारभूत देवल माध्यमिक विद्यालयका विद्यालयका भाइ बहिनीहरूलाई प्रश्न रोजिदिन हुन हार्दिक अनुरोध गर्दछु है त। साथी पानी पिउन सक्नुहुन्छ भने ल्याउन सक्नुहुन्छ है। र देवल माध्यमिक विद्यालयका आधारभूत तहका विद्यार्थी भाइ बहिनीहरू एकदम ध्यान दिएर सुन्नु होला। तपाईहरुलाई चाहिँ सामान्य ज्ञान तर्फको प्रश्न पठाएको छ। प्रश्न 60 यस प्रकार रहेको छ है त। नेपाली राष्ट्रिय गानाका रचनाकार अर्थात् रचयिता को हुन्? समय 1 मिनेट। किन बोल्नु हो? बाहिर विद्यार्थी भाइहरु कृपया शान्त बस्नु होला। बाहिर चाहिँ शान्त बस्नु होला है त। समय 1 मिनेट। पास। ल यो क्वेशन सरस्वती माध्यमिक विद्यालयलाई जान्छ। रङ एन्सर रङ भएको छ। यो प्रश्न चाहिँ बिहानी आधारभूत विद्यालयलाई जान्छ। रङ एन्सर यो क्वेशन चाहिँ हाम्रो तारा आधारभूत विद्यालयलाई जान्छ है त। एकदम करेक्ट एन्सर। फेरि पनि तारा आधारभूत विद्यालय चाहिँ एउटा अंक प्राप्त गर्न सुरु भएको छ र तारा आधारभूत विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई फेरि पनि बधाई छ। अब प्रश्न रोज्ने पालो चाहिँ सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई छ। कृपया प्रश्न रोजिदिनु होला। 1 नम्बर ल विद्यार्थी भाइबहिनीहरूलाई प्रश्न नम्बर 1 यस प्रकार रहेको छ। मौरीलाई कुन रङ मन पर्छ? मौरीलाई कुन रङ मन पर्छ? र सामान्य ज्ञानसँग सम्बन्धित विषयवस्तु छ यो पनि। मौरीलाई कुन रङ मन पर्छ? समय 1 मिनेट। ल बधाई छ, करेक्ट एन्सर। ल सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई बधाई छ। यसैगरी प्रश्न रोज्ने पालो चाहिँ बिहानी आधारभूत विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई रहेको छ। कृपया प्रश्न रोजिदिनु होला। ल बिहानी आधारभूत विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई पनि सामान्य ज्ञानसँग सम्बन्धित प्रश्न रहेको छ। प्रश्न एकदम ध्यान दिएर सुन्नु होला। भिगुर कुन समुदायमा प्रचलित परम्परा हो? भिगुर कुन समुदायमा प्रचलित परम्परा हो? समय 1 मिनेट। समय सुरु भइसकेको छ भाइबहिनीहरू। कृपया समयमै एन्सर भन्नु होला।
हल्ला न फेरि रङ एन्सर यो चाहिँ प्रश्न रहेको छ तारा आदर्श विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई थकाली भन्दा एकदम करेक्ट एन्सर ताली फेरि पनि तारा आदर्श विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई धेरै धेरै बधाई छ फेरि 1 नम्बर थप्न रहेको छ र प्रश्न पनि तारा आदर्श विद्यालयकै रहेको छ कृपया प्रश्न चाहिँ भनिदिनु होला सामान्य गणितसँग सम्बन्धित विषय रहेको छ प्रश्न नम्बर 13 ध्यान दिएर सुन्नु होला है त एक वर्षमा कति महिना हुन्छन् समय सुरु 12 ल विद्यार्थी भाइबहिनीले एकदम करेक्ट एन्सर पाए तारा आदर्श विद्यालयले फेरि पनि 1 नम्बर जोड्न सफल भएको छ धेरै धेरै बधाई छ र प्रश्न भन्ने पालो देवल आदर्श विद्यालयका विद्यार्थी भाइबहिनीहरूले छ देवल माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूले प्रश्न भन्नु होला 10 प्रश्न नम्बर 10 हाम्रो स्थानीय सरकार तथा हाम्रो स्थानीय सरकार गाउँपालिकासँग सम्बन्धित विषयवस्तु रहेको छ कृपया ध्यान दिएर सुन्नु होला हाम्रो यस सरकार गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष को हुनुहुन्छ सरकार गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष को हुनुहुन्छ समय 1 मिनेट एकदम करेक्ट एन्सर बधाई छ देवल आदर्श विद्यालयका माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई पनि अब प्रश्न भन्ने पालो सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई छ र प्रश्न धोरिएर सक्नु भएको छ प्रश्नमा ध्यान दिएर सोध्नु होला 3 है यो पनि हाम्रो स्थानीय सरकार तथा हाम्रै गाउँठाउँसँग अथवा हाम्रै गाउँपालिकासँग सम्बन्धित विषयवस्तु छ कृपया ध्यान दिएर सुन्नु होला है त सर्केगाड गाउँपालिकाको कति नम्बर वडामा तलचरी झरना पर्दछ सर्केगाड गाउँपालिकाको कति नम्बर वडामा तलचरी झरना पर्दछ समय सुरु 5 एकदम करेक्ट एन्सर फेरि पनि सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीलाई धेरै धेरै बधाई छ र सबै विद्यालयले उत्कृष्ट प्रदर्शन गरिराख्नु भएको छ अहिलेसम्म एउटा प्रश्न मात्र बाहिर रहेको छ अब प्रश्न ढोल्ने पालो चाहिँ श्री ज्ञान आदर्श विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई छ प्रश्न नम्बर 16 यस प्रकार रहेको छ विद्यार्थी भाइबहिनीलाई चाहिँ एकदम ध्यान दिएर सुन्नु होला है त कम्प्युटरमा प्लस एस की के कामका लागि प्रयोग गरिन्छ कम्प्युटरमा ध्यान दिएर सुन्नु होला कन्ट्रोल प्लस एस की के कामका लागि प्रयोग गरिन्छ समय सुरु प्रश्न बुझ्यो कि है कम्प्युटरमा कन्ट्रोल प्लस एस की के कामका लागि प्रयोग गरिन्छ समय सुरु अंक लेख्न रङ एन्सर भएको छ यो प्रश्न चाहिँ तारा आदर्श विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई भएको छ प्रश्न फेरि सुन्नुला ध्यान दिएर कम्प्युटरमा कन्ट्रोल प्लस एस की दबाएर अथवा प्रेस गरेर के कामका लागि प्रयोग गरिन्छ डकुमेन्ट सेभ एकदम करेक्ट एन्सर तारा आदर्श विद्यालयका विद्यार्थी भाइबहिनीलाई धेरै धेरै बधाई छ र प्रश्न सोध्ने पालो पनि तपाईहरुले रहेको छ प्रश्न रोजिदिनु होला 6 र प्रश्न नम्बर 6 एकदम ध्यान दिएर सुन्नु होला विद्यार्थी भाइबहिनीहरु यो तपाईहरुकै सामाजिकसँग सम्बन्धित तथा सामान्य ज्ञानसँग सम्बन्धित छ एकदम ध्यान दिएर सुन्ने त्यसपछि मात्र एन्सर भन्ने है त प्रश्न नम्बर 6 राष्ट्रिय विभूति आदर्श नारी सीता कसकी छोरी हुन् राष्ट्रिय विभूति आदर्श नारी सीता कसकी छोरी हुन् राजा जनककी छोरी एकदम करेक्ट एन्सर अहिलेसम्म सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ त्यसैगरी पालो चाहिँ देवन माध्यमिक विद्यालय रहेको छ देवन माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरु प्रश्न भनिदिनु होला 5 विद्यार्थी भाइबहिनीलाई प्रश्न नम्बर 5 चाहिँ यस प्रकार आउँछ यो सामान्य ज्ञान अर्थात् ब्राह्मणसँग सम्बन्धित रहेको छ एस्ट्रोनोमी ब्राह्मणसँग तपाईहरुले पढ्नु भएको छ कि छैन सामान्य नै छ ब्राह्मणको सबैभन्दा ठूलो ग्रह कुन हो ब्राह्मणको सबैभन्दा ठूलो ग्रह कुन हो बृहस्पति एकदम करेक्ट एन्सर फेरि तारिख भएको छ सबै उत्कृष्ट प्रदर्शन गर्नुभएको छ धेरै धेरै बधाई छ अब प्रश्न नेपाल हो सरस्वती माध्यमिक विद्यालयको छ सरस्वती माध्यमिक विद्यालयका
विद्यार्थी भाइ बहिनीले प्रश्न 7 रोज्नु भएको छ। प्रश्न 7 रोज्नु भएको छ। एकदम ध्यान दिएर सुन्नु होला। यो सामान्य ज्ञानसँग सम्बन्धित प्रश्न भएको छ है त। नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी कति किलोमिटर लामो छ? नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी कति किलोमिटर लामो छ? ल समय सुरु। 506। रङ एन्सर है। अब यो प्रश्न जान्छ बिहानी आधारभूत विद्यालयलाई। यो प्रश्न जान्छ बिहानी आधारभूत विद्यालयलाई। 507। करेक्ट एन्सर पाए। बिहानी आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीलाई नै प्रश्न रोज्ने पालो रहेको छ। र प्रश्न रोजिदिनको लागि चाहिँ बिहानी आधारभूत विद्यालयका भाइ बहिनीहरूलाई अनुरोध गर्दछु। 8 गरे 8 छ है। प्रश्न नम्बर 8 यस प्रकार रहेको छ। एकदम ध्यान दिएर सुन्नु होला। तपाईहरुकै सिलेबससँग सम्बन्धित हुन सक्छ। 12 यन्त्र अर्थात् दमकललाई निभाउने क्रममा प्रयोग गरिन्छ। 12 यन्त्र अर्थात् दमकललाई आगो निभाउने क्रममा प्रयोग गरिन्छ। यदि यसलाई सम्पर्क गर्न परेमा कतिमा फोन गर्नुपर्छ? समय सुरु। 103। रङ एन्सर। अब यो प्रश्न जान्छ तारा आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई। 101। एकदम करेक्ट एन्सर। फेरि पनि तालिमको तारा आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीले एकदम राम्रो प्रश्न गरिरहनु भएको छ। र प्रश्न सोध्ने पालो पनि तारा आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई। 9 है। र विद्यार्थी भाइ बहिनीले एकदम कन्टिन्यू गरिराख्नु भएको छ। अब ध्यान दिएर सुन्नु होला है त। फुलको सबैभन्दा बाहिर रहेको भागलाई के भनिन्छ? फुलको सबैभन्दा बाहिर रहेको भागलाई के भनिन्छ? पत्रदल। एकदम करेक्ट एन्सर। फेरि पनि हाम्रो तारा आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई बधाई छ। र प्रश्न खोज्ने पालो केवल आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई। 20। र प्रश्न नम्बर 20 है। प्रश्न नम्बर 20 पनि हाम्रो पृथ्वी अथवा ब्रह्माण्डसँग सम्बन्धित छ। एकदम ध्यान दिएर सुन्नु होला। पृथ्वीको एकमात्र उपग्रहको नाम के हो? पृथ्वीको एकमात्र उपग्रहको नाम के हो? समय सुरु। चन्द्रमा। एकदम करेक्ट एन्सर। केवल आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई पनि धेरै धेरै बधाई छ। एकदम राम्रोसँग क्विजलाई अगाडि बढिरहेको छ। सबैले करेक्ट एन्सर दिइराख्नु भएको छ। अब समय छ 61। हाम्रो माध्यमिक सरस्वती माध्यमिक विद्यालयले चाहिँ 61 है 61। अब 61 चाहिँ अंग्रेजीसँग सम्बन्धित छ। ध्यान दिएर सुन्नु है त। व्हाट डु यु कॉल योर मदर्स ब्रदर इन इंग्लिश? व्हाट डु यु कॉल योर मदर्स ब्रदर? मदर्स ब्रदरलाई चाहिँ अंग्रेजीमा के भन्नुहुन्छ? मदर्स ब्रदरलाई। त यतिसम्म मैले गरियो। व्हाट डु यु कॉल योर मदर्स ब्रदर इन इंग्लिश? समय सुरु भइसकेको छ। विद्यार्थी भाइ बहिनीहरू समयमा सोचेर रहेछ भन्नु होला। हल्ला गर्ने है मन भन्ने। व्हाट डु यु कॉल योर मदर्स ब्रदर? मदर्स ब्रदर। मदर्सको चाहिँ ब्रदरलाई चाहिँ इंग्लिशमा के भन्नुहुन्छ? व्हाट डु यु कॉल योर मदर्स ब्रदर? मदर्स ब्रदर। समय 1 मिनेट हो। समयको ख्याल गरेर एन्सर दिनु होला। पास। ल यो प्रश्न जान्छ बिहानी आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई। व्हाट डु यु कॉल योर मदर्स ब्रदर? व्हाट डु यु कॉल योर मदर्स ब्रदर? मदर्स ब्रदर है। फादर। रङ एन्सर। यो प्रश्न जान्छ हाम्रो तारा आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई। प्रश्न फेरि व्हाट डु यु कॉल योर मदर्स ब्रदर? समय सुरु भइसकेको छ। मामा। रङ एन्सर। हामीलाई अंग्रेजीमा एन्सर चाहिएको छ है। अंग्रेजीमा प्रश्न पनि अंग्रेजीमै छ। एन्सर चाहिँ अंग्रेजीमा चाहियो। देवल आधारभूत विद्यालयको समय सुरु भयो। प्रश्न देवल आधारभूत विद्यालयलाई के माध्यमिक विद्यालयलाई रहेको छ। व्हाट डु यु कॉल योर मदर्स ब्रदर? ओइ तिमी सबै विद्यार्थी भाइ बहिनीहरू यो हाम्रो भन्दा टाढा। एकदम करेक्ट एन्सर पाए। यो तपाईहरुकै सिलेबसभित्र रहेको क्वेशन हो है। एकदम करेक्ट एन्सर। देवल आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ एउटा अङ्क पाउन सक्नु भएको छ। धेरै धेरै बधाई छ। प्रश्न रोज्ने पालो बिहानी आधारभूत विद्यालयका विद्यार्थी भाइ बहिनीहरूको रहेको छ। 12। प्रश्न नम्बर 12 यस प्रकार रहेको छ। कृपया ध्यान दिएर सुन्नु होला।
यो चाहिँ हाम्रो सामान्य ज्ञानसँग सम्बन्धित रहेको छ। विश्व वातावरण दिवस कहिले मनाइन्छ? विश्व वातावरण दिवस कहिले मनाइन्छ? समय सुरु। भदौ 5 गते। रङ एन्सर। यो प्रश्न चाहिँ अब तारा आदर्श विद्यालयलाई जान्छ। कृपया एन्सर भन्नु होला। विश्व वातावरण दिवस कहिले मनाइन्छ? विश्व वातावरण दिवस कहिले मनाइन्छ? सबैले लेखेर दिने है, क्याप्टनलाई लेख्ने, क्याप्टनलाई वैशाख 1 गते। रङ एन्सर। अब यो प्रश्न जान्छ हाम्रो देवल माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई। विश्व वातावरण दिवस कहिले मनाइन्छ? असार 15 गते। रङ एन्सर। अब यो प्रश्न चाहिँ हाम्रो सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई जान्छ। जुन 5। एकदम करेक्ट एन्सर। ताली। फेरि पनि सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूले नम्बर जोड्न सफल हुनुभएको छ र प्रश्न नेपाल चाहिँ तारा आदर्श विद्यालयका विद्यार्थी भाइ बहिनीहरूको छ। वैछोटी। प्रश्न नम्बर 65 यस प्रकार रहेको छ। 65 है त। एकदम ध्यान दिएर सुन्नु होला विद्यार्थी भाइ बहिनीहरू। तपाईको गणितसँग सम्बन्धित विषयवस्तु रहेको छ। एक वर्षमा कतिवटा हप्ता हुन्छन्? एक वर्षमा कतिवटा हप्ता हुन्छन्? समय सुरु। समय 1 मिनेट छ। समयको ख्याल गरेर चाहिँ हिसाब गरेर एन्सर भन्नु होला है त। 70। रङ एन्सर। प्रश्न चाहिँ हाम्रो देवल आदर्श विद्यालयलाई जान्छ। 52। एकदम करेक्ट एन्सर। ताली। देवल आदर्श माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूले फेरि पनि अङ्क थप्न सफल हुनुभएको छ र प्रश्न नेपाल देवल आदर्श विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई नै